यहाँ टिकट काउन्टर हो यो को लागि डेन्टल 50 रुपियाँको टिकट काटिसकेका छौँ। अब हामी अर्बितको चेकअप गर्नलाई डेन्टल भएको जान्छ है त ल। कान्तिको डेन्टल म धेरैचोटि आइसकेँ। कान्तिको डेन्टल चाहिँ अर्बितको पहिलादेखि उसको 2 वर्ष हुँदादेखि नै उसको दाँतमा प्रब्लम थियो। धेरैचोटि हामीले चाहिँ यसको उपचार गर्नु परेको थियो। यो चाहिँ कान्तिको डेन्टल हो, हेर्नुहोस् त। अब हामी चाहिँ यो भित्र जाँदैछौँ। अब भित्र के हुन्छ, अब भित्र भिडियो बनाउन पाएन, आएपछि हजुरहरूलाई देखाउँछु। म चाहिँ ठ्याक्क 1 बजे आइपुगेको थिएँ हस्पिटल। तर 1 बजे नै यो दाँत निकाल्ने के सामानहरू सकिसकेको छ अरे र भोलि फेरि 10 बजे आउनु पर्यो भन्दाखेरि सरकारले म त नजिकै टोखा बस्ने भएको भएर मलाई 2 दिन आउँदा पनि केही फरक पर्दैन थियो। तर काठमाडौँ भ्याली बाहिरबाट आउने मान्छेहरूलाई चाहिँ यस्तो कारणले धेरै असर पर्न जान सक्छ। त्यसैले यो सम्बन्धित निकाय कर्मचारीहरूले चाहिँ यसको व्यवस्थापन चाहिँ अलि राम्रो गर्न पाएदेखि चाहिँ अझै राम्रो हुन्थ्यो होला। मलाई त केही फरक पर्दैन किनकि म टोखा नजिकै हो, मबाट त 4.5 किलोमिटर मात्रै पर्छ। तर भ्याली बाहिरबाट अलिक दुर्गम ठाउँबाट आउनेहरूलाई चाहिँ धेरै यसले असर गर्न सक्छ। सरकारी हस्पिटलहरूमा चाहिँ सबैभन्दा ठुलो समस्या भनेको चाहिँ त्यहाँको औषधि नपाउने समस्या। हजुरहरूलाई हस्पिटलसँगै भएका फार्मेसीहरूमा सम्पूर्ण औषधि पाइन्छ भने, तर हस्पिटलभित्रै भएका फार्मेसीहरूमा चाहिँ 10% पनि औषधिहरू उपलब्ध हुँदैनन्। हस्पिटलमा चाहिँ लगभग 10% पनि औषधि पाइँदैन। यो चाहिँ मैले कान्ति हस्पिटल टिचिङ हस्पिटलमा धेरैचोटि अर्पितलाई लिएर गएको छु बिरामी भएर। यहाँ हस्पिटलमा चाहिँ एकदम समस्या भनेको चाहिँ औषधि। हस्पिटलमा मिल्छ, यहाँ डक्टरकोमा आयो भने चाहिँ एक्सक्युज मी, यहाँ चाहिँ डक्टरसँग डराएर होइन, ए सर अर्पित चाहिँ धेरै बाटो भइसक्यो। अर्पित चाहिँ हामी चाहिँ अब यहाँ आयौँ। अब आएर हामी फेरि भोलि बिहान त्यही दाँतको लागि भोलि पनि आउनुपर्ने हुन्छ। सरकार अर्पितलाई चाहिँ हस्पिटल लानु पर्ने भएकोले आज हामीले चाहिँ उसको प्र्याक्टिस सेसनलाई छुट्याएका थियौँ। यो भिडियो बनाउने काम चाहिँ उहाँको मामुले नै गर्नुहुन्छ र छिटो प्र्याक्टिस सकाएर हामी चाहिँ कान्ति हस्पिटलतिर लाग्यौँ र हजुरहरूलाई बाटोको भिडियोहरू अब देखाउने छु। कान्ति जाँदै गर्दा हामीले भएको दिनमा चाहिँ नेपालको T20 वर्ल्ड कपको जर्सी आइसकेको थियो र हामीलाई चाहिँ 4वटा जर्सी चाहिने थियो। अर्पितको र आदिको साइजको छ कि छैन भनेर बुझ्न जान आँटेका थियौँ। तर पहिला चाहिँ हामी हस्पिटलै जाने निर्णय गऱ्यौँ। खास गरी हामीलाई चाहिँ 4वटा जर्सी चाहिएको छ, अर्पितलाई, आदिलाई, मामुलाई र मलाई है। किनकि वर्ल्ड कप आइसकेको छ र जर्सी किनेर पनि हामीले नेपाल टिमलाई चाहिँ सपोर्ट गर्न सक्छौँ जस्तो मलाई लाग्छ। विशेष गरी हामीले चाहिँ 4वटा जर्सी चाहिँ अर्पितलाई र आदिलाई चाहिँ हामीले खेलाडीहरूले लाउने नै जर्सी किन्नेछौँ, जसमा चाहिँ एउटा आदिप 77 र अर्कोमा अर्पित 77 हुन्छ। र मैले पनि आदिप 77 भएको जर्सी लाउँछु भने उसको मामुले चाहिँ अर्पित 77 भएको नेपालको T20 वर्ल्ड कप 2026 खेल्ने जर्सी हामी लाउँछौँ। विशेष गरी नेपाल क्रिकेटको आगामी 2 महिना चाहिँ दसैँ जस्तै नै छ है। किनकि अर्को हप्तादेखि चाहिँ काठमाडौँमै ग्लोबल क्वालिफायर हुँदैछ T20 वर्ल्ड कपको लागि। महिला टिमलाई शुभकामना पनि छ। म विशेष गरी घबराउनै गएर नेपाल महिला टिमको हौसला बढाउने प्रयास गर्नेछु र तपाईँहरू पनि गेम हेर्न आउनुहुन्छ र महिला टिमलाई चाहिँ एउटा हौसला प्रदान गर्नुहुन्छ भन्ने आश गर्दछु। र अर्को महिना चाहिँ इन्डियामा हुन गइरहेको वर्ल्ड कप हेर्न म सायद जान्छु होला। त्यहाँ गएर पनि नेपाली क्रिकेट टिमलाई चाहिँ हामीले हौसला प्रदान गर्न सकिन्छ। र विशेष गरी अब महिला टिमलाई चाहिँ एउटा अग्रिम शुभकामना, हजुरहरूले चाहिँ हामीलाई चाहिँ वर्ल्ड कपमा पुर्याउनुहुन्छ भन्ने आश व्यक्त गर्दछु। आज कान्ति हस्पिटल जाँदै गर्दाखेरि
भुक्तानको बारेमा धेरैजनाहरूले कमेन्ट मेसेज गर्नुहुन्छ। सानैमा कसरी अर्को माथिको दाँत तलको दाँत झऱ्यो भन्नुहुन्छ। अनि उमेरको बारेमा पनि घटायो होला भन्ने जस्तो धारणाहरू राख्नुहुन्छ। विशेष गरी म कमेन्टको पछि त लाग्दिनँ थिएँ, तर अर्पित अहिले सानै भएकोले यसको प्रतिकार गरिराख्नुपर्ने हुन्छ मैले, किनकि भोलि राम्रो खेलाडी बन्यो भने यसको असर बस्छ उसलाई। अर्पितको कतिको दाँतको कुरा छ, उसको दाँत छ, जरा उक्किएको छैन होइन। 2 वर्षको उमेर हुँदाखेरि नै उसको दाँतहरू पुरा परेर झरेको थियो र डाक्टरले अहिलेसम्म बचाइदिनु भएको छ उसको दाँतलाई है। नभए उसलाई धेरै गाह्रो हुन्थ्यो होला। त्यसकै लागि मैले पनि उसलाई कान्तिमा उपचार नभएर टिचिङ हस्पिटलमा 5 दिन भर्ना गरेर राख्नुभएको थियो। हजुरहरूले जे देख्नुहुन्छ अब हजुरको विचार हुनसक्छ। अनि अर्को कुरा छ, हजुरको अर्पितको उमेरको कुरा गर्नुहुन्छ धेरैजनाले। अर्पितको उमेरको बारेमा हजुरहरूलाई जान्नै मन लाग्छ, त्यति नै जिज्ञासा लाग्छ भने हजुरहरूले चाहिँ थापथलीमा रहेको प्रसुति गृहमा गएर उसको रेकर्डहरू हेर्न सक्नुहुन्छ। अहिले नेपाल सरकारले सायद जन्म भइसकेपछि हस्पिटलमा डिजिटल रेकर्डै राख्छ होला। अब अहिले उमेर घटाउने बढाउने भन्ने कुरा हुँदैन। अर्पितको उमेरको कुरा हुँदाखेरि चाहिँ अहिले अर्पितको उमेर घटाउनु भन्दा नि अलिक 2-4 वर्ष बढाउन पाए चाहिँ हुन्छ जस्तो लाग्छ। तर पनि उसलाई खेलको हिसाबले बढाउन पाए तापनि, तर पढाइको हिसाबले त्यसले नकारात्मक सन्देश जान सक्छ। किनकि खेल भनेको एउटा कहिले पनि स्योर हुने, खेलाडी बन्ने नबन्ने उसको हातमा हुँदैन। एउटा हामीले कर्म गर्ने हो, कार्य गर्ने हो होइन। भोलि गएर ऊ खेलाडी हुन्छ नै भन्ने ग्यारेन्टी छैन। तर एउटा पढाइमा चाहिँ उमेर बढाउँदाखेरि मानौँ न अहिले नै 6 वर्षको बच्चालाई 10 वर्षको एक क्लास पनि पुगेको छ, भर्खरै युकेजीमा पढ्ने बच्चा छ। तर हुन त मैले यो कमेन्टको विषयमा यसरी बोलिरहनुपर्ने आवश्यक चाहिँ थिएन, तर पनि अलिकति आज उसको जुन स्किल डेभलप भइरहेको छ नि, त्यसलाई चाहिँ यस्ता कमेन्टहरूले पछि असर गर्लान्। मिडिया ट्रायल होला, पछि गएर अहिले केही पनि हुँदैन। अहिले उसको जेरो, अहिले भर्खरको जेरो नै छ। भोलि 1, 2, 3 गरेर 98, 99 हुँदै गर्दाखेरि चाहिँ विभिन्न व्यक्तिहरूबाट प्रश्न आउन सक्छन्। त्यसैले मैले अहिले पनि यो प्रश्नहरूको जवाफलाई चाहिँ जवाफ दिन चाहेको, किन भन्दाखेरि भोलि तपाईँहरू हामी अर्पित सफल भएन भने यो कुरा कहिले पनि आउने छैन। तर भोलि सफल भयो भने चाहिँ यस्ता प्रश्नहरू धेरै आउनेछन् र त्यसलाई अहिले नै मैले बचाउ गर्न लागेको चाहिँ उमेर चाहिँ हजुरहरूले चाहिँ थापथली हस्पिटलमा गएर प्लिज जसलाई सफा लाग्छ उहाँहरूले चाहिँ एक्चुली योगेन्द्र कार्कीको छोरा, म हजुरलाई त्यो डिटेल पनि दिइदिन्छु, जन्म मितिदेखि लिएर सबै पनि दिइदिन्छु है। अर्पितको उमेर घटाउनु भन्दा पनि मलाई चाहिँ बढाउनु पर्थ्यो जस्तो लाग्छ। तर एउटा हिसाबले चाहिँ हुन्छ नि, शिक्षाको हिसाबले त्यसलाई व्यावहारिक रूपमा उतार्न सकिँदैन। उमेर बढाउन चाहिँ किन पर्छ जस्तो लाग्छ भनेपछि उसले सानै उमेरमा उसको स्किल डेभलप भयो भने भोलि उमेर हद हुन्छ, एउटा आइसिसीको नियम हुनसक्छ र अन्तर्राष्ट्रिय क्रिकेटमा पाउँदैन जस्तो मलाई लाग्छ। त्यसैले हजुरहरूले कसैलाई शङ्का लाग्छ भने चाहिँ थापथली हस्पिटलमा गएर प्रसुति गएर हजुरहरूले र हजुरहरूले अर्पितलाई यस्तै कमेन्ट उसको भिडियोहरू सेयर गरेर माया गर्नुहुन्छ भन्ने मलाई लागेको छ। हजुरहरूको मायाले नै गर्दाखेरि हामीलाई यस्ता भिडियोहरू अझै बनाउनलाई हौसला मिल्नेछ। विशेष गरी यो भिडियो बनाउनुको उद्देश्य भनेको चाहिँ मैले कुनै पनि आफ्नो काम छोडी बनाइरहेको हुन्छु। अर्पितलाई चाहिँ उसको ट्यालेन्टलाई निखार्नलाई भोलि अभ्यास खेलहरू खेलाउनु पर्ने हुन्छ र नेपालको डोमेस्टिक स्ट्रक्चर त्यति राम्रो नभएको हुनाले मैले अन्तर्राष्ट्रिय रूपमा लगेर उसलाई बाहिरै राखेर खेलाउनु पर्ने हुन्छ। त्यसको लागि केही आर्थिक रकम पनि यसबाट सङ्कलन हुन्छ भनेर चाहिँ मैले भिडियोहरू बनाइरहेको है। मलाई कुनै पनि उ थिएन। भोलि चाहिँ अर्पितलाई चाहिँ यस्ता भिडियोहरू चाहिँ सम्बन्धित देशका एकाडेमीहरूमा गयो भने स्कलरसिपहरूको आउन सक्ने सम्भावना उच्च छ। अहिले पनि अस्ट्रेलिया, इङ्ल्यान्डबाट चाहिँ नेपालीहरू जहाँ उहाँ स्थायी रूपमा बसोबास गर्नेहरूले चाहिँ अर्पितको अलिक उमेर पुगिसकेपछि चाहिँ हामी यसको बारेमा प्रोसेसिङ गर्छौँ भनेर चाहिँ हामीहरूलाई चाहिँ हौसला बढाइरहनु भएको हुन्छ। त्यसैले मैले भने त भोलि एउटा उच्च खेलाडी बनाउनु छ भने हाम्रो नेपालको डोमेस्टिक स्ट्रक्चरले अलिक काम गर्न नसक्ला। हुन त खेलाडीमा भएको ट्यालेन्ट खेलाडीमा छ भने
त्यो डोमेस्टिक स्ट्रक्चरले पनि केही फरक त नपर्ला तर पनि एउटा समयभन्दा अगाडि नै खेलाउन सकिन्छ कि भनेर आशले चाहिँ मैले यो भिडियोहरू बनाएको छु। हजुरहरूलाई माया गर्नुहुन्छ भन्ने एकदम विश्वास गरेको छु। अर्पितलाई यस्तै माया गरिरहनु होला, योगेन्द्र कार्की ब्लगलाई यसरी नै माया गरिरहनु होला भन्दै हजुरहरूलाई कमेन्ट र लाइक गरिदिनु होला भनेर धन्यवाद भन्न चाहन्छु। डेन्टल हामी चाहिँ डेन्टलमा जाने डेन्टल